नमस्ते नेताजी। नमस्ते दुबईको के कति काम लिएर आएको नि? एउटा सानो समस्या लिएर आएको नेताज्यू। हाम्रो गाउँमा बिजुली नै छैन, कसरी काम गर्ने होला? बिजुली पुर्याइदिनु पर्यो नेताज्यू। ए बाबा ठाकुरे हो, दिनभरि उज्यालै छ, रातिमा सुत न। किन चाहियो तिमीहरूलाई बिजुली? किन चाहियो? चुप लागेर सुत। नेताज्यू, हाम्रो गाउँमा ज्वरो आउँदा खाने सिटामल पनि छैन, कति बिरामी हुन्छन्, सिटामल पुर्याइदिनु पर्यो हजुर। अचम्म लाग्छ यार, सिटामल नपुगेको ठाउँमा ज्वरो कसरी पुग्यो? अचम्म। अर्को समस्या छ भने भने नेताज्यू, हाम्रो गाउँमा पानीको पनि समस्या छ, हजुरले दया गरेर पानी पनि पुर्याइदिनुहुन्छ कि? यस्तो समस्या ल्याएर मेरो छेउमा नआऊ यार। अस्ति परतिर ठुल्लाइको छोरो पानीमा डुबेर मरो भनेको होइन? कस्तो समस्या ल्याउँछ यार। नदिने